नमस्कार, मेरो नाम सरिता भण्डारी, म कलाकार। मैले यो क्षेत्रमा लागेको 69 सालमा स्टेज नाटकबाट सुरु गरेको हो। अब पहिला स्कुलमा प्रोग्राममा भाग लिनु त त्यो त छँदैछ हैन। त्यस पछाडि 69 सालबाट स्टेज नाटकबाट सुरु गरेँ र मैले टेलिफिल्मबाटै सुरु गरेँ। टेलिफिल्म मैले धेरै गरिसकेँ। फिल्म चाहिँ मैले छैन धेरै गरेको, भर्खर 6-7 वटा भयो होला। ओके, यहीँनिर अब तपाईँले सुरुमा क्यामेरा फेस गर्नुभएको टेली सिरियल चाहिँ कुन चाहिँ हो अनि त्यो बेलाको अनुभव कस्तो थियो तपाईँको? मैले सुरुमा गरेको टेली सिरियल चाहिँ यो भावना, कर्मको फल र पारु भन्ने यो 3टा चाहिँ लगभग एकैचोटि गरे हो कि एकैचोटि गरेको। अनि मैले त्यो क्यामेरा फेस गर्दाखेरि मेरो फर्स्ट टेकमै ओके भयो। त्यसैको भोलिपल्टै अर्कोको लागि अफर आयो। त्यसरी काम गरेको मैले। अनि लगालगै भयो, त्यस्तो ढिलो छिटो भन्ने नै भएन? ढिलो छिटो भन्ने नै भएन, एकैचोटि 3टा गरेँ। फेरि क्यारेक्टर पनि राम्रो राम्रो क्यारेक्टर, जस्तो कजिनीको। अब त्यो स्टार्ट भर्खर सुरु गर्ने मान्छेलाई त पासिङ रोल दिएर सुरु गर्छन् नि हैन, तर त्यो चाहिँ मैले गर्नु परेन। टेली सिरियलको लागि चाहिँ हाम्रो राधिका राउत म्यामसँग कुराकानी भएको थियो। म यसरी यो क्षेत्रमा अगाडि जाउँला भन्ने सोचेर त होइन, यतिकै मजाकमा चाहिँ मैले उहाँलाई के भनेको थिएँ भने मलाई पनि खेल्ने रहर छ भनेर भने। त्यस्तो छ भने आउनु न त म्याम, यहाँ कुराकानी गरौँ, हजुरको भिडियोहरू हजुरको फोटोहरू मलाई पठाइदिनु भन्नुभयो। अनि त्यो मैले पठाइदिएँ। पठाएपछि तपाईँ मलाई भेट्न आउनु भन्नुभयो। गए पछाडि भेटेर आएँ। त्यतिखेर त केही पनि कुरा गर्नु भएको थिएन। घर आइपुगे पछाडि चाहिँ ल हाम्रो भोलि यस्तो छ सिरियल सुरु गरिरहेछौँ, तपाईँ भोलिबाट आउनु होला भनेर त्यसरी बोलाउनु भयो। अनि फर्स्ट त्यो डायलग याद छ तपाईँलाई के बोल्नु भएको थियो भनेर? याद छ। मेरो छोरो चाहिँ सहरमा गएर बस्या हुन्छ, म चाहिँ गाउँमै हुन्छु। अनि त्यो धेरै दिन भइसक्यो छोरोको न फोन सम्पर्क छ न केही छ। छोरो कहाँ गएको भन्ने त मलाई थाहा थियो। अनि छोरो खोज्दै ल यतिका दिन भइसक्यो त किन नआएको, म आफै आएँ भेट्न तँलाई भनेर छोरोसँग बोलेको सम्वाद थियो क्या। ओके, तपाईँ गाउँबाट छोरो भेट्नलाई सहर आएको भूमिकामा हुनुहुन्थ्यो त्यतिखेर। जस्तो सबै मान्छेहरूको एउटा सपना भनौँ अथवा रहर भनौँ, जो कलाकारिता क्षेत्रमा आउनुहुन्छ उहाँहरूको चाहिँ हुन्छ नि मुख्य भूमिकामा, अनि त्यसपछि अझ हिरो हिरोइन होइन त्यस्तो भूमिकामा आउन रहर गर्छन्। तपाईँ चाहिँ सहायक कलाकार बनेर आउनुभएको रहेछ, सुरुमा कजिनी भएर आउनुभएको रहेछ। किन त्यो चाहिँ तपाईँलाई कहिले हिरोइन बन्नु मन लागेन? त्यसको लागि अलिक ढिलो भइसकेको थियो, मेरो एजले दिएन। रहर त थियो, नभएको होइन। अहिले पनि छ, पाएदेखि मेन रोल गर्ने रहर त कसलाई हुँदैन होइन। तर त्यो मेरो एजले नदिएर होला सायद। अब सुरुमा त्यस्तो क्यारेक्टर गरिसके पछाडि सबैले त्यस्तै क्यारेक्टरमा बोलाउने रहेछन् कि। त्यो चाहिँ मलाई सुरुमा थाहा भएन। थाहा पाएको भए म त्यस्तो गर्दिनँ थिएँ। त्यही भएर फसेँ क्या म। भनेपछि तपाईँलाई फसाइयो? होइन, आफ्नो बुद्धि थिएन, नपुगेरै फसियो त्यो। किन ढिलो भयो त आखिर? तपाईँलाई किन खोज्न सकेन यो इन्डस्ट्रीले सुरुमै? होइन, त्यो बेलामा म कलाकार हुन्छु भन्ने म आफैलाई थाहा थिएन होइन। म कलाकारै बन्छु भन्ने खालको भित्रबाट त्यो थियो भने त म बेलैमा खोजी गर्थेँ होला। अनि फेरि अर्को कुरा के छ भने म अब गाउँमा जन्मेको मान्छे, सबै सेवा सुविधा भए पनि अब स्वतन्त्र रूपमा यसरी आफ्नो यो क्षेत्रलाई चाहिँ त्यो बेलामा राम्रो मानिँदैन थियो। सायद मम्मी बुवा भइराखेको भए म यो क्षेत्रमा आउन सक्थेँ कि सक्दिनँ थिएँ। उहाँहरूले यसलाई राम्रो मान्नुहुन्थ्यो कि मान्नुहुन्न थियो। पहिला रेडियो सुन्न मनपर्ने, गीत सुन्न मनपर्ने होइन। अनि त्यो चित्रहार जुन टिभीमा दिन्थ्यो त्यो हेर्न मनपर्ने। बुवा चाहिँ कतै गएको बेलामा मात्रै त्यो हेर्ने हिम्मत आउँथ्यो क्या, नत्र भने त त्यो पढाइ छोडेर अथवा यतातिर लाग्यो अब यसले पढ्न छोडी भनेर गाली गरिसिन्छ कि भन्ने डरले पनि त्यो गर्न सकिँदैन थियो। अनि बुवा नभएको बेलामा रेडियो लगेर सुनो कहिलेकाहीँ बुवा आउने बेलामा त्यो रेडियो बुवाको अगाडिमा त्यहाँ जहाँ थियो त्यहाँ राख्नलाई बिर्सिँदो रहेछ। अनि खोइ यहाँको कहाँ गयो भन्दा पनि डर त्यो थियो क्या, त्यस्तो थियो, कडा थियो। हुन चाहिँ हामीलाई आजसम्म एक थप्पड लाउनु भएन, तर हामी यतिकै अनुशासनमा अब त्यो बेलामा चाहिँ डर थियो क्या हामीलाई। अनुशासनमा बसेको भएर पनि होला, अहिले जस्तो बोलेर जित्न सकिँदैन थियो त्यो बेलामा। ओके, अनि घर परिवारको सपोर्ट कतिको पाउनु भयो त्यो पछि सुरु गर्दाखेरि? एकदमै सपोर्ट पाएँ।
उहाँको सपोर्ट नभएको भए त मैले अहिलेसम्म गर्न सक्दिनँ थिएँ होइन। तर सुरुमा मैले गर्दाखेरि अब मन पराउने नपराउने पनि हुनुहुन्थ्यो होइन। कतिले त अब मलाई फेसबुकमा ब्लग पनि गर्नु मेरो आफ्नै फ्यामिलीभित्र। अनि अब यसले के गर्ली र भने जस्तो थियो। गर्दै जाँदा गरेको देख्दाखेरि अहिले चाहिँ उहाँहरू सबैजना खुसी नै हुनुहुन्छ। कहाँ रहेछ यो लुकेको यो कला, तँमा यति छ भन्ने कुरा त हामीले पत्तै पाएको थिएनौँ भनिसिन्छ अहिले चाहिँ। तपाईँ त्यो सानो हुँदाखेरि चाहिँ म भोलि गएर यस्तो बन्छु भन्ने त्यो लक्ष्य निर्धारण गर्छ नि, त्यस्तो केही थियो कि थिएन? मलाई के लाग्थ्यो भने हाम्रो रमा सिंह दिदी त्यस पछाडि उहाँहरूले जुन न्युज भन्नुहुन्थ्यो नि, यो टिभी हेर्ने मान्छे जति सबैले चिन्छन् उहाँलाई। मलाई न्युज चाहिँ भन्न मन लाग्थ्यो क्या, ताकि आफूलाई चिनाउने मन त रहेछ होइन, त्यो कलाकारितातिर चाहिँ होइन, तर न्युज चाहिँ म भन्छु भने जस्तो लाग्थ्यो। अनि कहिले पहल गर्नु भएन त्यसमा तपाईँले? त्यो पहल गर्ने अवसरै पाइएन। मनमा इच्छा चाहिँ थियो, तर मैले त्यो कसैलाई सेयर गरेको थिइनँ। आफूले पढ्दै बोर्डिङ स्कुल पढाउँदै गरेँ, अनि पढाउँदै गरेपछि त्यो त्यतिकै बिजी भइहाल्यो होइन। अनि बिहा भयो, बिहा भए पछाडि त घर परिवारकै रेखदेख गर्दा गर्दै समय बितेको पत्तो भएन। जब केटाकेटीहरू हुर्केर आफू फ्री भएँ अनि चाहिँ म यतापट्टि लागेँ। अनि त्यो बाटोतिर हिँड्दाखेरि तपाईँलाई मान्छेहरूले कसरी हेर्छन्? अनि त्यो हेर्दाखेरि यसले पक्कै मलाई चिनेर हेरे होला जस्तो लाग्छ लाग्दैन, कस्तो लाग्छ त्यो चाहिँ तपाईँको अनुभव? उनीहरू कन्फ्युज भएर हेरे हुन्छन् क्या, किनभने मैले धेरै जस्तो क्यारेक्टरमा बुढोको भूमिका गरेको छु होइन। कपाल सपाल फुलेको हुन्छ। अब अहिले बाटोमा हिँड्दाखेरि अलिकति यङ देख्छन्, हो कि होइन भनेर चाहिँ एकदम गहिरेर हेरिरहेको हुन्छन्। अनि कहिलेकाहीँ उनीहरू एकदम दुविधामा परेको देखेर के हो तपाईँलाई भनेर सोधिदिन्छु। अनि बल्ल उनीहरूलाई बोल्न सजिलो हुन्छ नि, तपाईँ यो यस्तो हो भनेर सोध्छन्। हो तपाईँले अनि त्यो खुसी हुन्छन् क्या त्यस पछाडि। धेरैले चाहिँ तपाईँलाई हेरेर कता कता देखे जस्तो लाग्यो भन्छन् होला। धेरैले त चिनिहाल्छन्, यो सबै छोपेर यो आँखा मात्रै देखाउँदाखेरि पनि मान्छेले बोलीले चिन्छन् होइन। तर अब धेरैलाई चाहिँ कन्फ्युज हुँदो रहेछ। तपाईँले जति पनि सिरियलहरूमा काम गर्नुभयो होइन, अनि फिल्ममा काम गर्नुभयो, अलि छुच्ची महिलाको अभिनय चाहिँ तपाईँले गरिरहनु भएको छ होइन। त्यो बेलामा चाहिँ तपाईँलाई अरू दर्शकहरूले हेर्ने नजर अनि त्यस्तो फिडब्याकहरू प्रत्यक्ष रूपमा पाउनु भएको छ तपाईँले कहिले? पाएँ। मलाई त्यो जुन बेला मैले कान्छी गरेँ त्यो गर्दाखेरि चाहिँ मैले त्यसमा छुच्चीकै भूमिका गरेँ अब होइन, सौतेनी आमा। अनि त्यहाँबाट चाहिँ मेरो यो नेगेटिभ रोल सुरु भयो होइन। त्योभन्दा अगाडि मैले पोजिटिभ गरेको, त्यस पछाडि पनि पोजिटिभ गरिरहेको छु। म त्यतिकै रुनाइ धुने पनि गरिरहेको हुन्छु होइन। तर मान्छेले धेरै जस्तो नेगेटिभ देखिसके पछाडि नेगेटिभमा मात्रै खोज्दा रहेछन्। अनि त्यहाँ चाहिँ अब बाटोमा हिँड्दै यसलाई बाटोमा भेटेँ भनेदेखि ढुङ्गाले हान्थेँ अथवा पिट दिन्थेँ भन्ने खालको चाहिँ त्यो कति धेरै कमेन्टहरू आउने। अनि म चाहिँ सुरुमा डराएँ क्या त्यस्तो कमेन्ट देखेर। मलाई त बाटोमा एक्लै हिँड्यो भने कुट्दिन्छन् होला जस्तो लाग्थ्यो। अनि तर मलाई मेरो श्रीमानले चाहिँ त्यो भनेको त तेरो सफलता हो, नेगेटिभ क्यारेक्टर गरेको छस् अनि गाली आएन भने त त्यो त के फरक पर्यो त, त्यो त एकदम राम्रो हो, डराउनु पर्दैन भनेर उहाँले नै अझ मलाई त्यस पछाडि चाहिँ अनि मलाई अब त्यो वास्ता लाग्न छोड्यो। भनेपछि त्यो ढुङ्गाले हानी तपाईँलाई होइन कि त्यो क्यारेक्टरलाई रहेछ लाग्न त मैला लाग्थ्यो नि त हानेको भएर। भनेपछि अनि त्यस्तो हुन्छ नि मान्छेले हानेको अथवा प्रत्यक्ष चाहिँ त्यस्तो केही फेस गर्नु परेको छ कि छैन? त्यस्तो त छैन, त्यस्तो छैन। त्यसको लगत्तै मेरो इन्टरभ्यू जुन गयो अनि त्यसमा यो मान्छे चाहिँ क्यारेक्टरबाट एकदमै फरक रहेछ भन्ने कुरा धेरैले बुझ्नुभयो। अहिले चाहिँ मलाई जतिसुकै नराम्रो के अरे छुच्चो क्यारेक्टर गरे पनि गाली चाहिँ आउँदैन। गाली आउँछ कि भनेर यसो हेर्छु, गाली चाहिँ आउँदैन। भनेपछि इन्टरभ्यूको प्रभाव राम्रै परेछ। हजुर। अनि त्यसपछि अहिलेसम्म अब तपाईँको फिल्मको जुन अघि बलिउडको कुराहरू गर्नुभएको थियो होइन, त्यसको पनि कुरा गरौँ न। त्यो सपना भन्ने फिल्म कसरी पुग्नु भयो त्यहाँसम्म तपाईँ? कास्ट डाइरेक्टर त हाम्रै नेपालका हुँदो रहेछ नि त, त्यहीँबाट आएको कुरो। कसरी रोजाइमा पर्नुभयो तपाईँ कास्ट डिरेक्टरको होइन? अनि त्यो फिल्म गर्दाखेरिको अनुभव कस्तो भयो? कहाँ सुट भएको थियो अलिकति स्मरण गर्दाखेरि? सुट भएको त यो जर्सिङ पौवा, त्यस पछाडि पोखरा। नेपालमै भएको हो? नेपालमै भएको। नेपालकै आमा बुवा चाहियो, केटी चाहिँ नेपालको हुँदो रहेछ होइन। अनि त्यो छोरी नेपालको भएर आमा बुवा पनि नेपालकै चाहियो। ऊ चाहिँ यहाँबाट भागेर इन्डिया गएर त्यस पछाडि चाहिँ उसको स्टोरी सुरु भएको छ क्या।
त्यही भएर चाहिँ हामी नेपाली नै आमा बुवा चाहिएको भएर अनि मलाई अब सायद हिरोइनको आमाको फेस पनि म्याच गर्नु पर्यो अनि इन्डियन लुक्स पनि आउनु पर्यो होला त्यस्तै कुराले छानिए कसरी छानिए त्यो त थाहा भएन त्यो बेलाको अनुभव कस्तो रह्यो त तपाईँको त्यो खिच्दाखेरिको एकदम राम्रो रमाइलो काम गर्दाखेरि पनि त्यत्तिकै रेस्पेक्ट गरेर होइन अनि हाम्रो कुराहरू पनि सुनिदिने अनि त्यो काम गर्दाखेरि नाम कस्तो एकैपल्टमा हाम्रो नामहरू कण्ठ भएको सरिताजी ल यस्तो गर उस्तो गर उहाँहरूले काम गर्ने तरिकै फरक एकदम प्रोफेसनल हाम्रो जस्तो छैन होला है कस्तो भिन्नता के रहेछ खासै भिन्नता त छैन तर अब हामीलाई चाहिँ हाम्रो इन्डियनसँग काम गरेको थोरै फरक त लागिहाल्छ नि सही हो अनि अब यो कलाकारितामा चाहिँ पैसा हुँदैन भन्छन् तपाईँको अनुभव चाहिँ के छ खासमा यसमा पैसा नहुने होइन हुने हो तर दिनेले दिँदैनन् नि त पैसा नहुने त होइन पैसा एकदम छ यो क्षेत्रमा तर दिनेले नदिएपछि त हुन्छ भन्नै भएन अहिलेसम्म जस्तो तपाईँले यति धेरै कामहरू गरिसक्नु हो आफ्नै केही बनाउँछु गर्छु भन्ने खालको त्यस्तो अर्निङ भएको छ कि छैन के छ तपाईँको छ एकदम हुन्छ पहिला मैले गरेको पनि हो 11-12 एपिसोडसम्म पुर्याएर एउटा के अरे त्यो अनि बन्द भयो त्यस पछाडि चाहिँ त्योभन्दा अगाडि गर्ने भनेर सुर कसेको थियौँ अब बिचमा चाहिँ मलाई अब आफ्नो काम गरेर नहुने रहेछ भनेर अलिकति थकाइ मारेको थिएँ फेरि अहिले चाहिँ आफै गरौँ कि भन्ने जस्तो लाग्छ बेला बेलामा फुर्सद भयो भने म लेखेर पनि राख्छु मसँग स्क्रिप्टहरू पनि छ राखेको बिचरा केही गर्ने कि अब गर्दाखेरि फेरि अहिले खर्च लगानी धेरै गर्यो राम्रो हुन्छ कि हुँदैन भन्ने त्यो रिस्क पनि हुँदो रहेछ तर गर्ने सोच चाहिँ छ गर्ने सोच छ आफैले त्यो कमाइ चाहिँ कतिको गर्नुभयो जसले चाहिँ हुन्छ नि आफ्नै केही सम्पत्तिहरू किनौँ जस्तो त्यतिको चाहिँ जम्मा पार्नुभयो कि भएन भन्ने थियो मेरो क्वेसन चाहिँ खासमा अब त्यो हाम्रो जस्तै उदाहरणको लागि आफूले गरेको कामबाट आएकोले त हामीलाई आफ्नो आउँदा जाँदाको भाडै ठिक्क हुन्छ त्यो त अब हामी सबैलाई थाहा भएकै कुरो लुकाउने कुरै छैन एडहरूबाट आउँछ एडहरूबाट आयो भने राम्रो आउँछ म्युजिक भिडियोबाट राम्रो आउँछ सिरियलबाट पनि एपिसोडको हिसाबले कसैले राम्रै दिनुहुन्छ कहीँ आउँछ कहीँ आउँदैन त्यस्तै जस्तो मैले चाहिँ उदाहरण दिन खोजेको जस्तो कुनै एउटा निजामती कर्मचारी रिटायर हुँदाखेरि कमसेकम उसले केही भयो नि कमाएर राख्छ नि त्यस्तै खालको चाहिँ छ कि छैन यहाँ भन्न खोज्यो यस्तो अब कमाउने मान्छेकोमा भर पर्ने कुरा हो त्यो कस्तो खालको मान्छे हो उसको नेचर कस्तो छ अब आफ्नो इमान ऊ सबै बेचेर कमाउने खालको मान्छे हो कि अथवा इमान्दारीपूर्वक काम गर्ने मान्छे हो कि त्यो मान्छेमा भर पर्छ अनि अब अहिलेसम्मको जे जति छ जम्मा गरेको अब हाम्रो छोराछोरीको बिहा गर्ने के गर्ने त्यही कामको लागि हो जम्मा गर्नुपर्ने त्यही काम गरियो अब यस्तै छ चल्दैछ अनि आफ्नै लागि चाहिँ कतिको खर्च गर्नुपर्ने रहेछ यो क्षेत्रमा आइसकेपछि आफ्नो लागि पनि गर्नुपर्ने रहेछ कतिको कसरी गर्ने अब त्यो कमाइले पुग्दैन कि घरबाटै निकाल्नु पर्ने कि के छ त्यो चाहिँ त्यो हिसाबले त सबै भन्नुपर्ने हो अहिले सबै त भन्नु पर्दैन मोटामोटी मैले अडिट रिपोर्ट खोजेको चाहिँ होइन तर मोटामोटी छ आफ्नो कमाइले मात्रै पुग्दैन मिसमास गरेर चलाउनुपर्छ ओके जस यो सेक्टरमा आउनको लागि चाहिँ भित्रैदेखि इच्छा शक्ति भयो भने मात्रै टिक्न सक्यो होइन त नत्र गाह्रो छ कोही मान्छे पैसा कमाउँछु भनेर यता लाग्यो भने चाहिँ यो सहायक क्यारेक्टरमा चाहिँ सकिँदैन के हो होइन पैसै कमाउनको लागि त यो क्षेत्रमा सकिँदैन होइन टिक्न सकिँदैन तर आफ्नो सोख छ अब म एक्लै छु भने चाहिँ मलाई धान्नलाई सक्छु तर मैले फ्यामिली पाल्न चाहिँ सक्दिनँ ओके अब यो कलाकारिताकै कुराहरू गर्दाखेरि चाहिँ अब तपाईँ कस्ता कलाकारहरूसँग भेट्नु भएको छ तपाईँको कतिको साथीहरू छन् यो सेक्टरको अनि के छ त्यो रिलेसन सबै हेर्दाखेरि अनि आफ्नो रियल लाइफ र अनि यो भित्रको लाइफमा के डिफ्रेन्ट पाउनु भएको छ साथी सबै थरीका छन् मान्छे एकै खालको त सबै हुँदैन होइन हामी यहाँ 4 जना 5 जना कति छौँ त्यतिमै हामी सबै फरक छौँ म चाहिँ एकदम इमान्दार आफूले बोलेपछि बोलेको कुरा पुरा गर्नुपर्ने र साँचो कुरा मात्रै बोल्नुपर्ने जस्तो लाग्छ तर मैले धेरै मान्छेहरू चाहिँ झुटो बोल्ने मान्छे चाहिँ भेटेको छु होइन विश्वासै गर्न सकिँदैन मान्छेलाई
त्यही भएर चाहिँ मेरो धेरै साथी, किनभने साँचो बोल्ने मान्छे र उसको सत्य बोल्ने मान्छेको चाहिँ साथी धेरै हुँदैन भनेको हो रहेछ जस्तो लाग्दैछ। साथी छन्, हाई हेलो हुन्छ, भेटिन्छ, तर डिपली कसैसँग पनि मनभित्रको कुरा गर्ने साथी, मनभित्रको कुराहरू साथी चाहिँ छैन। ओके, बनाउन पनि हुँदो रहेछ होइन। अनि मैले अर्को क्वेसन के गरेको थियो भने तपाईँको रियल लाइफ र रिल लाइफ कतिको फरक हुँदो रहेछ त? रिल फरक त भइ नै हाल्छ। रियल र रिल त कहिले पनि एउटै हुँदैन। अब त्यसमा देखाउने भनेको नाटक हो, नाटकै त हो, अब तर रियल लाइफ त फरक हुन्छ। जस्तो के भन्छ भन्दाखेरि कलाकारहरू चाहिँ भित्र गुन्द्रुक पकाएर बाहिर चिकन मसला किन्नु जान्छ भनेर भन्छ क्या, हो त्यस्तो खालको चाहिँ कतिको हुँदो रहेछ? तपाईँले कतिको फेस गर्नुभएको छ त्यो चाहिँ? मैले चाहिँ त्यस्तो गर्दिनँ। मलाई म त्यो देखावटीमा म कहिले पनि गइनँ। मलाई जे सही लाग्छ, मलाई जे राम्रो लाग्छ म त्यही नै गर्छु। मलाई राम्रो लाग्यो भने म कामै गर्दिनँ होइन। अनि देखावटी मलाई मन पर्दैन, चाहे त्यो काममा होस् चाहे रियल लाइफमा होस्। मेरो चाहिँ काम जता पनि सेमै हुन्छ। जस्तै आजभोलि अब तपाईँले त आफूसँगै काम गरेका अरू भर्खरका टिनेजमा प्रवेश गरिरहेका, भर्खरै किशोरावस्थामा प्रवेश गरिरहेका अरू कलाकारहरूसँग नि काम गरिरहनु भएको छ। उनीहरूको लाइफस्टाइल हेरिरहँदाखेरि चाहिँ तपाईँलाई आफू म परिपक्व भएर आएर ठिक गरेछु जस्तो लाग्छ कि उनीहरूको लाइफ ठिक लाग्छ भन्न खोजेको? होइन, यस्तो अब भर्खर आउने नयाँ भाइ बहिनीहरू चाहिँ ठिक छैन भन्न मिल्दैन। उहाँहरू मभन्दा हामीभन्दा धेरै जान्ने हुनुहुन्छ, किनभने उहाँहरूले पढेर आउनु भएको छ कलेज होइन। तर हामीले कतिपय कुराहरू चाहिँ हाम्रो ठिक लाग्छ, कतिपय कुराहरू उहाँहरूको पनि ठिक लाग्छ। हामीले पनि सिक्नुपर्ने कुरा कुनै उहाँहरूसँग पनि हुन्छ होइन, सिक्नुपर्छ, र उहाँहरूले पनि हामीसँग सिक्नुपर्ने कुराहरू हुन्छ। त्यो दुइटै ठिक लाग्छ कि। ओके, मैले यो क्वेसन चाहिँ किन गरेको खासमा भने जस्तो कलाकारिता क्षेत्रमा एकदमै धेरै मिसबिहेभ हुन्छ, बुलिङ हुन्छ होइन, अनि त्यसपछि अहिले भन्यो भने सेक्सुअल ह्यारेसमेन्ट हुन्छ, त्यस्तो धेरै कुराहरू छ। हो त्यो कुराहरू चाहिँ तपाईँले कति नजिकबाट हेर्नु भएको छ, अनि नयाँ आएको भाइ बहिनीहरूले चाहिँ त्यो कुरालाई कसरी लिइरहेछन् भन्ने कुरा चाहिँ गर्न खोजेँ खासमा? अलिकति नयाँ आएको भाइ बहिनीहरूको बिहेभ त हामीलाई पनि अलिकति अड नै लाग्छ होइन। काम हो, कामलाई आफ्नो कर्म पूजा सम्झेर काम गर्नपट्टि होइन, हो हल्ला गर्ने त्यो सिरियस छैन क्या काममा। तर हामी चाहिँ त्यस्तो होइन, हामी चाहिँ एकदम डिसिप्लिनमा बसेर काम गर्ने। जस्तो अब क्यामेरा ढोग्नेबाट सुरु हुन्छ हाम्रो, अनि त्यो छैन, त्यो चाहिँ छैन उहाँहरूमा। लुकाएको कसैले नभनेको तर बाहिर देखेको क्या, उनीहरूलाई लाग्छ लुकाइराखेको छ तर बाहिर छर्लङ्ग छ। त्यस्तै खालको छ यो सेक्सुअल ह्यारेसमेन्टदेखि लिएर हरेक कुराहरू कलाकारिता क्षेत्रमा। अनि अझ सिरियलमा पनि त्यस्तै खालको समस्याहरू छ। अझ कलाकारलाई पैसा मात्रै समस्या होइन कि उनीहरूलाई चाहिँ एकदमै हुन्छ नि रेस्पेक्ट नगर्ने, मानवीय व्यवहारै नगर्ने, त्यस्तो खालको समस्याहरू छ भन्ने चाहिँ हामीले सुनिरहेको हुन्छ बाहिरतिर बसेर हेर्दाखेरि। त्यो चाहिँ कतिको सत्य हो खासमा? त्यो आफूले अहिलेसम्म भोग्नु परेको छैन। अरूको कुरा पनि मैले त्यति डिपली जाँदिनँ, तर ह्यारेसमेन्ट त एकदमै हुन्छ जस्तो लाग्छ। किनभने केही काम टिक्नलाई, त्यो मान्छेलाई कन्टिन्यू जानको लागि चाहिँ त्यो डाइरेक्टरले अथवा कसैले भनेको कुरा मानिदिनु पर्ने अवस्था चाहिँ आउँछ होला। यदि मानेन भने त्यो त्यहाँबाट आउट भइहाल्यो। अब आफू टिकिरहने कि त्यहाँबाट आउट हुने भन्ने कुरा चाहिँ त्यो आफूमा भर पर्ने कुरा हो। ह्यारेसमेन्ट त हुन्छ जस्तो लाग्छ। त्यही त, अब तपाईँको केसमा चाहिँ तपाईँ मेच्योर भएर आउनुभयो, अनि डिरेक्टर प्रोड्युसरहरू पनि तपाईँभन्दा अझ सानो सबैले दिदी भनेर काम लाउने हुनुभयो होइन। हजुर, हामी यङ भएको भए हामीले पनि बिगार्नु पर्थ्यो होला। हुन त अहिले पनि मान्छेले त्यस्तो नजरले हेर्दैनन् भन्न त सकिँदैन, तर त्यो आफूमा भर पर्ने कुरा हो, आफू कतिको स्ट्रङ हुन सकिन्छ भन्ने कुरा हो। तपाईँले कहिले त्यस्तो आफूलाई नराम्रो फिल भएको अनुभव लिनुभएको छ त्यस्तो सेटहरूमा जाँदाखेरि? छैन त्यस्तो। जस तपाईँ लकी हुनुभयो मानेमा। हजुर, अनि कोही बेलामा चाहिँ जस्तो हुन्छ नि मानवीय व्यवहार समेत गर्दैनन्, एकदम भोक लागिरहेको हुन्छ, कति समयसम्म राखेर सुटिङ गराइदिन्छन्, त्यस्तो कुराहरू पनि आउँछ। रातिको समयमा ट्रान्सपोर्टेसन हुँदैन, त्यतिकै छोडिदिन्छन्, त्यस्ता कुराहरू पनि आउँछ। त्यस्तो समस्या चाहिँ कतिको भोग्नु भएको छ? एकदमै भोगेँ मैले। सुरुमा खुट्टामा मेरो ठेला पनि उठ्यो होइन। अब यो ठाउँमा आइज भने हुन्छ,
त्यहाँसम्म जानलाई साधन हुँदैन कहिले होइन, कहिले खोज्दै 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 देखेको हुँदैन लोकेसन, गरेर जाँदाखेरि एकदम मलाई गाह्रो त भयो। अनि 9 बजेसम्म 9 बजे 10 बजेसम्म सुटिङ हुन्छ, जाने बेलामा यिनीहरू केमा जान्छन् भनेर पनि मतलब नगर्ने, किन त्यो सुरुमा थियो होइन। अनि पठाउ पनि नपाइने ठाउँमा पनि पुगेको हुन्थ्यौँ। अनि त्यस्तो बेलामा चाहिँ म एकदम गाह्रो भएको छ, मैले कसरी आएँ भन्ने कुराहरू अब अहिले नगरौँ। त्यहाँ यसो एउटा सम्झिँदाखेरि चाहिँ जहिले पनि याद आउने कुरा, पुरै त नगरौँ, एउटा मात्रै। म चाहिँ यो के भन्छ गोकर्णमा सुटिङ भइरहेको थियो, त्यहाँ 9 बजे 9:30 बजीसम्म लाग्यो सुटिङ सक्नलाई। त्यहाँ 4 बजे पछाडि त्यताबाट आउने गाडी पनि नपाइने, पठाउको भन्ने व्यवस्था नभएको। अनि त्यही बेलामा संजोगले मेरो श्रीमान चाहिँ ठ्याक्क घरमा मलाई थाहा नदिकन, उहाँको आउने प्लान पनि थिएन, आइपुगेको भइसक्दो रहेछ घरमा। म उहाँबाट हिँड्दै गोकर्ण त्यो के भन्छ बुढानीलो कण्ठबाट धेरै अगाडिसम्म हिँड्दै आइपुगेको। बाटोमा फोन कुरा भयो, यसरी म त यसरी हिँड्दै आउँदैछु भनेर। उहाँ दौडेर लिन गइसक्यो र म त्यो आधी बाटोबाट उहाँसँग आएँ। उहाँ नभएको भए मेरो हालत के हुन्थ्यो होला, त्यो चाहिँ म सधैँ सम्झिन्छु। त्यस्ता त धेरै भोग्नु धेरै छ। त्यही त, अनि खानाको राम्रो व्यवस्था हुँदैन, पानीको हुँदैन, भोकै काम गर्नुपर्छ, त्यस्तो कुराहरू। सुरुमा चाहिँ कस्तो भने खानेको व्यवस्था नभएर हामी आफैले पैसा उठाएर खानाको व्यवस्था गरेर चाहिँ अरूलाई पनि खुवाउने, आफू पनि खाने पनि गरियो त्यो बेलामा। यो सबै कुरा भनेको भित्रैदेखिको भोकले चाहिँ यो कुराहरू टिकाइराख्यो, नत्र त भागिहाल्छन् मान्छे। नत्र भागिहाल्छ। हो, त्यो काम गर्न थालिसके पछाडि म अब गरेपछि राम्रैसँग गर्नुपर्छ, यत्तिकै त्यो हावाको तालमा काम गरेर हुँदैन भन्ने, जे काम गरे पनि राम्ररी गर्नुपर्छ र त्यसैमा निरन्तरता दिनुपर्छ भन्ने सोच चाहिँ मेरो भएर अहिलेसम्म टिकेर यहाँसम्म आएँ। कहिले अब त गर्दिनँ भाग्छु म भन्ने खालको फिल आएन तपाईँलाई? कहिलेका त अब नगरौँ, यो पेसा छोडिदिउँ, आनन्दले घरमा बसौँ कि जस्तो त लाग्छ। फेरि होइन त्यो नसा रक्सी खाने मान्छेले 2-4 दिन खान्न भन्छ र घरमा बस्छ, फेरि खान थालिहाल्छ भन्ने जस्तै हो कि यो। हजुर, अहिले रिसेन्ट चाहिँ कतिवटा कामहरू गरिरहनु भएको छ तपाईँले? अहिले 3-4वटा छ। मैले साइनो गरिरहेको छु, केसरी भन्ने सिरियल गरिरहेको छु, अरू 1-2टामा अफर आइरहेछ। कसरी टाइम चाहिँ म्यानेज गर्नुहुन्छ यो सबै कुराहरूमा? किनभने सुटिङको लागि टाइम अब एकै दिन जुट्दैला, कोही बेलामा कसरी मिलाउनुहुन्छ? म त्यस्तो धेरैवटा चाहिँ लिन्न। म पहिले नै भन्छु यसरी जुदाएर चाहिँ काम नगरौँ, मेरो यो काम मैले गरिरहेको छु, यसलाई असर गर्दैन भने मात्रै म यता गर्छु है भन्छु मैले पहिल्यै भनेपछि। अनि उनीहरूले त्यही अनुसारले टाइम मिलाउँछ। जस 7वटा जति फिल्म गरिसक्नुभयो होइन, उस्तै खालको मात्रै रोलहरू अफर हुँदाखेरि चाहिँ कस्तो लाग्छ खासमा कलाकारको रूपमा चाहिँ? अलिकति डिफ्रेन्ट रोल गर्न पाए हुन्थ्यो जस्तो चाहिँ लाग्छ। अरू हुन्छ नि खालि सधैँ कजिनी नै, सधैँ त्यस्तै खालको रोल मात्रै हुन्छ नि, सधैँ रिसाएको मात्रै, सधैँ नेगेटिभ मात्रै, त्यस्तो खालको अलिकति सधैँ हैकम जमाउने खालको मात्रै, त्यस्तो नभइकन 9वटै रसमा चाहिँ डुब्न पाए हुन्थ्यो जस्तो लाग्छ। ओके, अहिले एकदमै धेरै डुब्न मन लागेको रस चाहिँ कुन हो त तपाईँलाई? होइन, मलाई क्यारेक्टर गरिसके पछाडि चाहिँ एकदम बोल्ड होस्, जुन चाहिँ सबैलाई आफूलाई पनि गरेको काममा आनन्द आओस्, हेर्दाखेरि त्यो पछि जहिले हेर्दा पनि आनन्द आओस् र अरूलाई हेर्दा पनि चाहिँ आनन्द। जस्तो उहाँ हाम्रो लक्ष्मी आमाले गर्नुभएको थियो नि, घोडा कुदाउनेदेखि लिएर त्यस्तो खालको चाहिँ बोल्ड क्यारेक्टर गर्न चाहिँ मन छ। ओके, तपाईँ कजिनी त भइसक्नु हो, घोडामाथि पनि चढ्न चाहनुहुन्छ। ओके, अरू जस्तो हुन्छ नि कुनै फिल्महरू हेरिरहनु भएको छ तपाईँले र मलाई यस्तै खालको क्यारेक्टर गर्नु मन छ भन्ने त्यस्तो कुनै फिल्म छ तपाईँको? अहिले मैले एउटा हिन्दी हेरिरहेको छु कि यो तुमसे तुम तक भन्ने, यस्तो राम्रो लागिरहेछ अहिले। त्यस्तो खालको क्यारेक्टर गर्दाखेरि चाहिँ, र अर्को यो हिरामण्डीमा जुन मनिषाले गरेको क्यारेक्टर थियो, त्यस्तो क्यारेक्टरहरू चाहिँ त्यो चाहिँ कहिले पनि कसैले पनि बिर्सिँदैन क्या। जस कहिल्यै कसैले नबिर्सिने खालको क्यारेक्टर गर्नु मन छ तपाईँलाई, त्यसरी बुझौँ होइन? ओके, अनि त्यसपछि त्यही अब फुपूको क्यारेक्टरलाई जोडेर भन्नुपर्दाखेरि त्यो क्यारेक्टर कसरी जन्मियो? सुरुमा त सिरिजको लागि मलाई अफर आयो, अनि सिरिज गरिसके पछाडि अब हाम्रो भाग्य भनौँ त्यो फिल्म बन्यो।
अब फिल्ममा पनि त्यही नै फुपू चाहिन्छ भनेर यसको म चाहिँ अब हाम्रो सिद्धार्थ पुराणसिंह सरको आभारी छु भनौँ न। ओके, कसरी बन्यो यो फुपू भन्ने क्यारेक्टर अनि त्यसको गेटअप, त्यो कालो चस्मा लाउने तरिका, त्यो सबै कसरी आयो? त्यो कालो चस्मा लाउने अनि त्यसको गेटअप त मैले नै म यसो गर्छु है सर भनेर भनेको थिएँ। फुलसुल लाउँछु त्यो सबै मैले गरेको, उहाँले भएन नगर्नु भन्नु भएन। तर त्यो मैले मेरो आफ्नै थियो। त्यसको जुन ब्याकग्राउन्ड म्युजिक पनि त्यस्तै खालको थियो होइन? त्यसैले चाहिँ झन् राम्रो गरेको। ब्याकग्राउन्ड म्युजिक चाहिँ असाध्यै मन पर्यो मलाई पनि। त्यो चाहिँ तपाईँको आइडिया हो कि होइन? त्यो ब्याकग्राउन्ड त होइन, तपाईँले त्यो श्लोक चाहिँ मनपर्ने श्लोक हाल्नु भएको रहेछ कि। त्यो हलमा हेरिरहँदाखेरि अनि तपाईँको क्यारेक्टरमा जुन मान्छेहरूले हुटिङहरू बजाइराखेको थियो होइन, एकदम मजा आएको थियो क्या, त्यो सबै तपाईँ बसेर हेरिरहनु भएको थियो, कस्तो फिल हुँदो रहेछ त्यस्तो बेलामा चाहिँ? म पनि इन्जोय गरिरहेको थिएँ। अझै त्यसमा अझै बेटर गर्न सक्थेँ कि जस्तो चाहिँ भइरहेको थियो मलाई। जस आफ्नो काममा मान्छेहरूले रमाइरहेको देख्दाखेरि चाहिँ कस्तो लाग्दो रहेछ? खुसी लाग्दो रहेछ। त्यो आनन्दको त सीमै हुँदैन। त्यही हो हामीले पाउने भनेको, त्यही नै हो। हजुर, अहिलेसम्म जति पनि क्यारेक्टरहरू गर्नुभयो तपाईँको दिमागमा बसिरहने क्यारेक्टर चाहिँ कुन हो? छन्। मैले यो कान्तिपुर टेलिभिजनबाट आउँथ्यो सन्ध्या भन्ने, त्यो पनि मलाई असाध्यै मन परेको क्यारेक्टर थियो। निर राजा हुनुहुन्थ्यो, उहाँको बुहारी भएर काम गरेँ 1 वर्षसम्म। त्यो क्यारेक्टर मलाई मन परेको। त्यहाँ के गर्नुहुन्थ्यो तपाईँले खासमा? त्यहाँ पनि अलिकति बुहारी भएर रुने धुने पनि थियो होइन। त्यस पछाडि उता त्यो अर्को कसैलाई हेप्ने दलाउने त्यो पनि थियो। त्यो छुचो क्यारेक्टर पनि थियो। अनि यतातिर अब बुहारी भएपछिको त्यो पनि थियो। सबै त्यसमा चाहिँ रुने, हाँस्ने, रिसाउने, कराउने सबै थियो कि। तपाईँ मान्छे एकदमै हुन्छ नि छुट्टै खालको गमदारी टाइपको हुनुहुन्छ, तर क्यारेक्टरहरू चाहिँ खालि त्यसै छुचो हँसाउने खालको गर्नुहुन्छ। त्यो चाहिँ किन? तपाईँले रोज्नु भएको कि परेको त्यस्तो? मैले रोजेर त गरेको छैन, मलाई परे आएकै त्यस्तै हो। अब अफर आएको यसो आफूलाई हेर्दाखेरि राम्रो लाग्यो, मनपर्छ, अनि मलाई अफर आएकै त्यस्तै हो। अर्को कुरो आफू जस्तो छ त्यस्तै गऱ्यो भने त त्यो त एक्टिङ क्यारेक्टरै भएन होइन। आफ्नो अपोजिट गर्न सक्यो भने चाहिँ त्यो चाहिँ रमाइलो हुँदो रहेछ। हजुर, भनेपछि तपाईँ रियल लाइफमा चाहिँ कतिको छुच्ची हुनुहुन्छ तपाईँ? त्यो मैले आफैले त भन्नै मिल्दैन, म कसरी भन्नु। तपाईँ झगडा कतिको गर्नुहुन्छ? अरूले मूल्याङ्कन गर्ने कुरा हो। नचाहिने कुरा भयो भने हतपति मलाई रिस उठ्दैन होइन। रिस उठ्यो भने चाहिँ लाटो रिस भनेर कसैलाई केही गर्दिनँ, तर मलाई रिस चाहिँ उठ्छ। के गर्नुहुन्छ रिस उठ्यो भने तपाईँ? केही गर्दिनँ, अरू केही गर्न सकेन भने रोएर बस्ने। हजुर, यस्तै अब अलिकति रमाइलो कुराहरू गर्दाखेरि यदि तपाईँ फिल्म हेरिरहँदाखेरि चाहिँ हलभित्र थुनिनु भयो, सबैजना गइसक्यो अनि अँध्यारो छ, बत्ती पनि गयो, तपाईँको मोबाइलमा चार्ज पनि सक्यो, के गर्नुहुन्छ त्यस्तो बेलामा? त्यो त के गर्छु होला भन्ने, के गर्न सकिन्छ त्यो बेलामा? त्यो के गर्नुहुन्छ तपाईँ चाहिँ त्यो बेलामा? अहिले मानौ तपाईँ कुनै हलमा थुनिनु भयो, जताततै अँध्यारो छ, अर्को सो नहुन्जेलसम्म पर्खेर बस्नुपर्ने होला। अब केही पनि छैन अवस्था भने ढोका ढकढकाउनु पर्यो, त्यो पनि भएन भने त यतिकै बस्नु पर्यो। अब बाँचिएछ भने ठिकै छ, होइन भने गयो। तपाईँलाई अँध्यारोदेखि कतिको डर लाग्छ? लाग्दैन। ओहो, भनेपछि रातको समयमा तपाईँलाई त्यो बाहिर हिँड्दाखेरि डर लाग्दैन? म राति कात्यानी चोकबाट लगभग 11-12 बजे एक्लै म नयाँ बानेश्वरसम्म म हिँड्दै आउने जाने गरिरहेको हुन्थेँ क्या। जस्तो हाम्रो त्यहाँ कार्यक्रम हुन्थ्यो भजन, अनि भजन भन्नाले म साई देख्नु पनि फोटो हो। त्यो बेलामा चाहिँ हाम्रो ग्लोबल भजन हुन्छ भनेको 24 घन्टासम्म कन्टिन्यू हुने। अनि त्यो बेलामा जाने आउने क्रममा म राति 11-12 बजीसम्म पनि म एक्लै हिँड्छु, किनभने मलाई डर लाग्दैन। बाटोमा झ्याप्प कोही बेला मुरकुट्टावाला भूतभेट भयो भने जस्तो लाग्दैन? होइन, त्यस्तो मुरकुट्टावाला भूत हुँदैन जस्तो लाग्छ। भूतप्रेतमा विश्वास लाग्दैन तपाईँलाई? लाग्दैन। त्यो भूतप्रेत भनेको चाहिँ नेगेटिभ इनर्जी हो क्या। अब मसँग पोजिटिभ इनर्जी छ भने मलाई नेगेटिभले केही गर्न सक्दैन भन्ने एउटा त्यो विश्वास हुन्छ क्या। जहिले नि हिरोले जित्छ भिलेनले जित्दैन भन्ने हो? त्यस्तै होला। ओके, अनि
तपाईँमा चाहिँ एउटा यस्तो पावर आयो जुनले चाहिँ तपाईँ अदृश्य हुनुभयो क्या, के गर्नुहुन्छ त्यस्तो भयो भने सुरुमा? भन्नु नमिल्ने कुरा छ, नत्र त भन्थेँ। हो यो भन्नै नमिल्ने त्यस्तो के गर्नुहुन्छ तपाईँ? होइन, अब यी के गर्थेँ भन्दा हाम्रो देशका सडेका नेताहरूलाई तलाउँथेँ कि जस्तो लाग्छ। त्यो भनिहाल्नु नमिल्ने गरेर नभनेको। हजुर। अनि तपाईँ साई बाबाको भक्त हुनुहुन्छ। केही समयमा त्यो हुन्छ नि, कुनै एकदम संयोगले साई बाबासँग ठ्याक्कै अगाडि बस्ने मौका पाउनुभयो तपाईँले भने के माग्नुहुन्छ उहाँसँग? मैले उहाँसँग अगाडि बस्ने मौका पाइसकेँ होइन। उहाँ हुँदाखेरि, अहिले त उहाँ हुनुहुन्न, त्यो मौका पाएँ र मैले चाहिँ केही पनि माग्दिनँ। मलाई जे दिनुपर्ने उहाँले आफै दिनुहुन्छ होइन। मैले मागेर त केही पनि पाइँदैन नि, नपाइने। आफै पाएको कुराको चाहिँ महत्त्व बढी हुन्छ। मागेर पाउने कुरा मैले माग्ने चाहिँ उहाँसँग केही मागिहालेँ भने पनि मेरो आफ्नो घर परिवार, मेरा छरछिमेकी, समस्त लोका सुखी नै भवन्तु, मैले भन्ने चाहिँ त्यही नै हो। भनेपछि तपाईँ साई बाबासँग भेटिसक्नुभयो? भेटिसकेँ। कस्तो भएको थियो त्यो अनुभव सुनाइदिनु नि त। त्यो उहाँसँग भेट्दाखेरिको अनुभव भने, अब हामी चाहिँ 2 घन्टा 3 घन्टासम्म पनि वेट गरेर बस्ने, आउनुहुन्छ। एउटै हलभित्र चाहिँ लाखौँ मान्छे अट्ने हल छ। आवाज भनेको सियो झरेको पनि थाहा हुन्छ। त्यस्तो साइलेन्ट भएर बस्ने हो होइन। उहाँ आउने वेट गरेर बस्दा उहाँ जुन आउने गेट छ नि, त्यो गेटमा जब बाबा आउनुभयो, यस्तो लाइट मैले देखेँ क्या। त्यो मेरो अगाडि चाहिँ लाइट बल्यो क्या उहाँ आउँदाखेरि। र त्यस्ता कुराहरू धेरै छन् मलाई सपनामा पनि आएर, अथवा अरू बेला पनि साक्षात्कार भनेको थाहा छ नि, त्यो त्यस्तो भएको छ कि मलाई। भनेपछि साई बाबासँग चाहिँ तपाईँको साक्षात्कार भइरहन्छ? हुन्छ। हजुर। साई बाबासँग मात्रै होइन, मैले यस्तो कुनै पनि धर्म भनेको छुट्टा छुट्टै मान्ने होइन। जस्तो साई बाबा अथवा कृष्ण अथवा राम अथवा विष्णु जे छ नि, त्यो नाम मात्रै फरक हो, तर ऊ त एउटै हो होइन। शक्ति एउटै हो। अनि भगवान भनेको यो प्रकृति हो। प्रकृति नै भगवान भएपछि स्वरूप मात्रै फरक हो। भगवान भनेको अथवा शक्ति भनेको प्रकृति हो। ओके, अब एउटा क्वेसन चाहिँ, तपाईँ अनमोल केसीलाई चिन्नुहुन्छ? चिन्छु। उहाँको भुवन केसी सरको छोरा होइन त? ए, मैले चाहिँ अर्कै मनोज केसीको सरको छोराको कुरा गर्दै थिएँ कि। ओके, यो भयो है। अनि त्यसपछि यदि तपाईँ चाहिँ सेकेन्ड वर्ल्ड वारको त्यो युद्ध भइरहेको ठाउँमा पुग्न सक्नुभयो भने, त्यहाँबाट केही कुरा लिएर आउन पाउने हुनुभयो भने के गर्नुहुन्छ? के लिएर आउनुहुन्छ? वर्ल्ड वार भएको ठाउँमा ल्याउने कुरा के हुन्छ र? केही न केही होला, बम होला, अरू के पाइन्छ त्यहाँबाट ल्याउन? त्यही मात्रै हो। जो सेकेन्ड वर्ल्ड वार हुने टाइम जोनमा पुग्नुभयो, तपाईँ टाइम ट्राभल गर्न सक्ने हुनुभयो क्या। त्यस्तो भयो भने तपाईँ कुन युगमा पुग्न चाहनुहुन्छ ल? पहिले सुरुमा तपाईँ टाइम ट्राभल गर्न सत्ययुगमा पुग्न चाहन्छु। सत्ययुगमा त्यहाँ पुगेर के गर्नुहुन्छ? त्यहाँ पुगेर यो छल कपटबाट बाहिर एकदम अलग्गै आनन्दको दुनियाँ हुन्छ। त्यहाँबाट बोकेर ल्याउन पाउनु भयो भने के बोकेर ल्याउनुहुन्छ? कस्तो क्वेसन हो यो? इक्जाम्पल, इमेजिनेसन तपाईँको त्यो सोच हुन्छ नि, कोही बेलामा दिमागले आउट अफ बक्स पनि सोचिराखेको हुन्छ नि। त्यस्तो केही छैन ल्याउने कुरा? त्यस्तो ल्याउने कुरा खोइ के ल्याउनु? ओके, केही छैन, सबै थोक छ तपाईँसँग। तपाईँ भएको भए के ल्याउनुहुन्थ्यो? ओके, मलाई भन्नु त। म भएको भए सत्ययुगमा पुगे भए म सायद सत्य नै बोकेर लिएर आउँथेँ होला नि त। यो सत्य त हो, युगमा पुग्नु नै त्यही सत्यको लागि हो नि। त्यो त त्यही हो, के लिएर आउने भन्ने कुरा हो नि त। त्यो आफ्नो चोइसको कुरा। म सत्य बोकेर लिएर आउँथेँ, तपाईँ भए के लिएर आउनुहुन्थ्यो भनेको। सत्यमै गएपछि त पक्कै सत्यै ल्याइन्छ। तर अब ल्याउनेपट्टि उहीँ गइसके पछाडि त सत्य भयो नि त। त्यो पछि फेरि फर्केर आउनु पर्यो नि त हामी। त्यो त क्षणिक मात्रै भयो क्या। त्यो हामी ट्राभल गरेको, यात्रा गर्दाखेरि त फेरि घुमे फिरि आफ्नै घरमा आइन्छ नि त। ठिकै छ, त्यो कुरा भइहाल्यो। यदि तपाईँलाई भगवान्ले चाहिँ एउटा एकदमै खतरनाक शक्ति दिनुभयो, यो स्पाइडरम्यान जस्तो, के गर्नुहुन्छ त्यस्तो भयो भने चाहिँ? अप्ठ्यारोमा परेकोलाई चाहिँ सपोर्ट गर्थेँ। कस्तो अप्ठ्यारोमा? अब जानी कोही नरकमा जान्छ भने त त्यसको लागि कसैले केही गर्न सक्दैन।
तर जो त्यही सत्य मान्छे जसलाई चाहिँ दुःख नपाउनु पर्ने हो त्यस्तो मान्छे कोही अप्ठ्यारोमा परिरहेछन् भने त्यस्ताको लागि चाहिँ कलाकारिता क्षेत्रलाई चाहिँ केही लिएर आउनुहुन्न? कला लिएर आउँथे। कला त अब त्यो त एकदम ठुलो शब्द भयो होइन, विशेष गरेर के चुज गर्नुहुन्थ्यो त्यस्तो भयो भने चाहिँ? तपाईँसँग यस्तो पावर छ, तपाईँले तथास्तु भन्ने बित्तिकै चाहिँ त्यो कुराहरू भगवान्ले तथास्तु भनिदिने बित्तिकै त्यो कुराहरू आइपुग्यो क्या यहाँनिर। तर यस्तो नि त, कसैले तथास्तु भनेर स्वतः पाउने कुरा राम्रो कि आफूले सङ्घर्ष गरेर पाएको कुरा राम्रो? उदाहरणको लागि तपाईँले त्यस्तो पाउनुभयो क्या, फोकटमा पाएको कुरा लिनु न। त्यति धेरै सोचेर कर्मै गर्नु परेन क्या, फोकटा पाइरह भने त लिने नि होइन र?